नै तिम्रो काखमा निदाउन चाहन्छु। तिम्रो छातीमा ढुक्की जीवन फर्किन चाहन्छु। मैले क्षणभरको लागि तिमीलाई माया गर्दिन। मैले बज्री जुनी सय जुनीको लागि मेरो जीवन तिमीलाई समर्पित गरेको छु। कुनै पनि प्रेमिका चाहँदैन कि आफ्नो प्रेमी आफूलाई छाडेर कहीँ टाढो जाओस्, तर तिमी मलाई छाडेर साँच्चै मेरो बारे जान्ने कुरा गर्दैछौ। के तिमी मदेखि टाढो भएर बस्न सक्छौ? ल ल ल किन रोको बच्चा जस्तो? हेर त, छ्या 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 छ्या, तिमीलाई छाडेर त गएको छैन नि, जाने कुरा पो गरेको त लाटी। ल ल अब म तिमीलाई छाडेर कहीँ पनि जान्छु। स्टुपिड, कति बज्यो होला? ओ माई गॉड, 11 बजिसकेछ। तर तिमीलाई ढिलो भइसक्यो होला। म भोलि तिम्रो घरमा आउँछु अनि बाँकी कुरा गरौँ। हुन्छ, चाँडै आऊ है, फेरि फाइनेन्सको पैसा उठाउन जान मलाई ढिला हुन्छ। एकैछिन है, फोन आयो। ए विवेकले पो गरे। हेलो, भन विवेक, के भयो? कहाँ हो त? म घरमै छु यार। अनि अघि म तेरो घर गएँ थिएँ, बाबाले त घरमा छैन छैन भन्यो नि त। ए म जौलाखेलतिर छु। किन जाऊ त जौलाखेलतिर? सानो काम थियो अनि आएको नि। त कहाँ हो नि? हामी पार्सल बुझाउन मेन पावर जाँदैछौँ, त पनि उतै आइज है। सरी यार, नरिसा है, म त आउँदिनँ, मेरो त मोडै चेन्ज भयो यार। पैसाले के भन्छ यार यो? हो यार, केटाहरूलाई पनि भनिदिनु। अब म विदेश जाँदिनँ, नेपालमै बसेर केही गर्न चाहन्छु। हेलो हेलो, सालेले फोनै काटिन्छ। केटाहरू रिसाए जस्तो छ, उता खाजा खाऊ अनि जाऊ। हुन्छ। तँ भोक लाग्यो। अनि भान्जा बाबु, केटाहरूलाई कति बजी बोलाउनु भएको छ? केटाहरूलाई 10 बजी बोलाएछ मामा, आउँदै होला बाटोतिर। आउला नि त। केटाहरूलाई राम्रोसँग सम्झाउनु भएको छ नि, पछि फेरि लफाटा त हुँदैन नि? यसो चिन्ता लिनु पर्दैन मामा, मैसँग पढेको केटाहरू हो। तपाईँ उतातिर सम्हाल्दै गर्नुहोस्, म यतातिर सम्हालिहाल्छु नि। केटाहरू पठाउँदै गर्छु, पैसा जाब त मालमाल भइहाल्छ नि मामा। भान्जा बाबु, यस्तो काम त कति गरियो, दिमाग लगाएर काम गर्नुपर्छ। नक्कली भिजा भनेर कसैले सुईको समेत पाउँदैन। ओह, केटाहरू आइपुगिहाल्यो कुरा गर्दै। नमस्कार, हेलो जलाजी। नमस्कार। आऊ भाइ, बस बस। हो, के छ यार? नमस्ते। बस बस ल। धन्यवाद। अनि बाबुहरू निकै जेन्टलमेन र स्मार्ट देखिन्छौ। तिमीहरूले विदेश गएर राम्रो पैसा कमाउँछौ, ढुक्क भएर जाँदा हुन्छ। त्यस्तो दायाँ बायाँ केही हुँदैन हामीबाट। भरपर्दो मेन पावरबाट जाँदैछौ बाहिर, पैसा राम्रो कमाउँछौ। हामी पनि त्यही आश गरेर आएको त। मेरो भान्जाको साथी भएको हुनाले मात्र तिमीहरूलाई यो कम्पनीमा पठाउँदैछु। साथी छिमेकी खोइ त नि, किन आएन? उसको घरमा सानो प्रब्लम भएको कारण उसले विदेश नजाने निर्णय लिएको छ। ए हो र, त्यसो भए त त्यो भाइको भविष्य बिग्रियो त। अब विदेश गएर टन्न पैसा कमाउने उमेरमा दुनियाँ नाना थरीको झमेलामा अल्झेर पनि हुन्छ। ल ठिक छ भाइहरू, तिमीहरू राम्रो मेन पावरमा आएका छौ, ढुक्क भएर जाऊ। त्यस्तो दायाँ बायाँ केही पनि सोध्नु पर्दैन। त्यसो भए हामी जाने कुन देश हो? तपाईँहरू जाने त्यो मलेसिया हो, एकदम राम्रो कम्पनी छ। महिना 50-60 हजारसम्म कमाउनुहुन्छ। 50-60 हजार? किन भाइ, थोरै भयो कि के हो 50-60 हजार? होइन होइन, यति धेरै भन्नु खोजेको। त्यो त केही पनि होइन भाइ, पुरानो हुँदै गएपछि 80-90 हजार कमाउँछौ। दाइ, अनि हामीलाई विदेश जानको लागि कति खर्च लाग्छ होला? अरूलाई त्यस्तै हो, 1,60,000 लिएको छ। तिमीहरू मेरो भान्जाको साथीहरू भएको हुनाले 1,20 देऊ न। तिमीहरूलाई मेरो तर्फबाट 30,000 चाहिँ डिस्काउन्ट भयो। भाइ, त्यो त त्यत्रो धेरै भएन र? यत्रो पैसा हामीसँग कहाँ छ र?
अनि कहिलेसम्म दिन सक्नुहुन्छ त? 80-80 हजारसम्म मात्रै दिन सक्छौँ, त्यो पनि महँगो ब्यागमा खोज्नुपर्छ। ठिकै छ नि त, अहिले 80-80 हजार दिनु, बाँकी 40 हजार कमाएर बिस्तारै दिए पनि हुन्छ, तर तिर्न चाहिँ पर्छ नि। दाइ त्यसै गर्दा पनि हुन्छ। भाइहरूले केही टेन्सन लिनु पर्दैन, तिमीहरू एउटा नाम चलेको मेन पावरबाट विदेश जाँदैछौ, त्यो पनि मलेसियाकै टप कम्पनीमा। फेरि तिमीहरूसँग म आफै पनि सँगै जाँदैछु। मेरो बसोबास पहिलेदेखि नै मलेसियामै छ, त्यसकारण तिमीहरूले केही टेन्सन लिनुपर्ने जरुरी छैन। केही आपद विपद साह्रो गाह्रो पर्यो भने फोन गर्नु, म तुरुन्तै आइपुग्छु। अरे भाइ किन टेन्सन लिन्छौ? साथी अनि पासपोर्ट ल्याएको छैन नि? ल्याएको छ। दिनु नि त। ल मामा यो पनि अपलोड गर्नुहोस् त। हुन्छ भान्जा बाबु। अनि भाइहरूको पर्सि 1 बजेको फ्लाइट हुन्छ, पैसा त लिएर आएको होला नि? पैसा त हामीले ल्याएको छैन दाइ अहिले। पछि फ्लाइट हुनेदेखि दिन्छ नि हुँदैन? पैसा त हामी जसो तसो दिउँछौँ, के अरे ऋण पानी गरेर भने दिउँछौँ, तर हाम्रो पैसा फस्नु भएन नि दाइ। हे मूर्ख हो, तिमीहरू किन यति धेरै टेन्सन लिन्छौ? तिमीहरूलाई राम्रो कम्पनीमा काम लगाइदिए भएन? फेरि तिमीहरूसँग म आफै जाने भएपछि किन टेन्सन लिन्छौ? हुन त हो साथी हो, अब हामी लाग्नु पनि पर्छ होला, ढिलो पनि भइसक्यो, सपिङहरू पनि गर्दछ। भरत कहाँ गएछ? कहिले गयो होला? जाउँ न जाउँ, बाहिरतिर पर्खिनु पर्छ। ल त ज्वालाजी अब हामी लाग्छौँ। नमस्कार। ल ज्वालाजी। हस् ज्वालाजी। ए साथी सुन्नुहोस् न, लाग्छौँ। पछि तपाईँहरूको 1 बजे फ्लाइट छ, 10 बजे आइपुग्नु होला है। ए हुन्छ ज्वालाजी, हुन्छ है। साला बाहिर भरतलाई कन्टिन्यू गरेँ, म प्रायः बोलाएर आउँछु। मामा यसमा त निकै ठुलो रकम पो हात लाग्ने भयो त। उता त्यो सागर पुलिसदेखि भइरहेको हुन्छ, यता यसकी स्वास्नी बब्बर चर्छु मामा। म त्योसँग खुब मोज गर्छु। आखिर भान्जा कस्तो मामा। तर भान्जा बाबु अर्काको स्वास्नीलाई आफ्नो माया जालमा पार्न त गाह्रो होला नि त, ख्याल गर है भान्जा बाबु। आमा यो ज्वालाले चाहेको र यो ज्वालाले मन पराएको हरेक चिज हासिल गरेर छाड्छ मामा। भएर त यो ज्वालामाथि आइलाग्ने हरेक तगारोलाई बेलैमा खै त कुरा बुझेको। ठिकै छ भान्जा बाबु, राम्रोसँग बुझेर काम गर्नु। अनि सुन, हाम्रो यो मेन पावर दर्ता गरेको छैन, कुनै पनि बेला पुलिस छापा मार्न आउन सक्छ, सचेत भएर बस्नु। त्यसको लागि चिन्ता नलिनु न मामा, म सम्हालिहाल्छु नि, तपाईँ टेन्सन नलिनु न। बाबुजीले केही चिन्ता लिनु पर्दैन, सागरसँग भइहाल्छ नि। जाने मन त कहाँ थियो र समय र परिस्थितिले गर्दा यस्तै बनायो।
म तिम्रो मायालाई सम्झेर चाँडै नै फर्किआउँछु है। जाने बित्तिकै पैसा पठाइदिनुहोस्, म मान्छेको ऋणहरू तिर्छु है। भरत त्यो ब्याग पछाडि डिकोमा राख्न। दाइ भनेर राम्रोसँगले राख्नुहोस्। भाउजू त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन, हजुरलाई मेरो जरुरी भए निर्धक्क साथ भने हुन्छ। तेरो जरुरत त छ नि मलाई, डाइरेक्ट भन्न नमिल्ने भएर पो गाह्रो भएको छ। म तँलाई फस्टाएरै छोड्छु, तेरो सम्पत्तिलाई राज गर्छु। मेरो हेन्समै छ। हजुर के भयो, मलाई के भन्नु भएको हो? कि दाइले छाडेर जानुभयो भनेर चिन्ता लिनुभयो? त्यस्तै हो, चिन्ता त लागिहाल्छ नि आफ्नो बुढोको, के होइन र? अनि बाबुले बिहे गरिसक्नु भयो कि नै? थाहा छैन भाउजू, बरु यसो हजुरको बहिनीहरूसँग कुरो चलाउनुहोस् क्यारे। ए छैन नि बाबु मेरो बहिनीहरू, म परे एक्ली छोरी। ए हो र, त्यही पनि मेरो लागि त केटी खोजिदिनुहुन्छ होला नि भाउजू। भइहाल्छ नि, तर तपाईँलाई कस्तो खालको केटी चाहिएको? हेर्नुहोस् भाउजू, हजुर जस्तै शिर स्वभाव बाँकी, राम्रो बोलीचाली बाँकी, अनि मलाई धेरै माया गर्ने हजुर जस्तै राम्रै श्रीमती भए हुन्छ। भइहाल्छ नि बाबु, हेर्दै जाऊँ। तर छिटै है भाउजू, फेरि लगन बिच नि। एनिवे भाउजू, तातो चिसो के लिनुहुन्छ त? होइन बाबु, केही पनि पर्दैन, अबेर पनि भइसक्यो, बरु फुर्सद मिलाएर हाम्रैतिर आउँदै गर्नुहोस् न। देवर भाउजू मिलेर सुख दुःखको कुरा गरौँला नि, हुँदैन र? हाल्छ नि भाउजू। ल बाबु बस्नुहोस् ल। होइन गइहाल्ने र भाउजू? बाबु जाने। ल ल, म यसो टाइम मिलाएर आउँछु नि त। नमस्कार। नमस्कार। अहो, मैले कस्तो भन्नु नसकेको होला, म तिमीलाई माया गर्छु भनेर। तर केही छैन, यति धेरै हतार पनि गरिहाल्नु हुँदैन। समय आएपछि ऊ आफै जाला म तिमीलाई माया गर्छु भन्ने बाध्य सुझाउँदैछ। सुबी के छ खबर, आरामै छौ? अनि व्यापार कस्तो चल्दैछ नि? ठिकै छ दिक्षिका, यता आएर बस न। होइन सुबी बस्दिन, मसँग टाइम छैन। बस न बस, केही त खाएर जाऊ। तल खाइल्यौ, खाम पनि कस्तो चर्कियो होला है, खाता ल्याउन पनि बिर्सेछु। खाइल्यौ, के छ खाउँ? जे होस् सुबी, म तिमी अनि तिम्रो लगनशीलता देखेर एकदमै खुसी छु। मेरो भावनालाई बुझेर विदेश जान क्यान्सल गरेर आज आफ्नै पेसा गरिरहेको छौ। जे जस्तो भए पनि आफ्नै देशमा काम गर्दैछौ, आफ्नै परिवारसँगै छौ, हामीले कुनै पनि काम गर्न लाज मान्नु हुँदैन भन्ने त भन्लान्। फुटपाथमा बसेर सुबीले व्यापार गर्यो भने, तर त्यस्तो सुबी मान्छे मूर्ख हो। हामीले कामलाई कहिल्यै पनि हो दिक्षिका, आज आएर मलाई पनि थाहा भयो। धेरै बिजी रहेछौ, फुर्सद भए म पनि एकछिन सघाउँथे। होइन दिक्षिका, पर्दैन, त्यसै पनि तिमी आफ्नो ठाउँमा दिदी छौ। त्यही त के गर्नु, हेर न, फाइनेन्सको पैसा उठाउँदा फुर्सदै हुँदैन, मात्र सघाउँथे नि। ठिकै छ, फुर्सदको बेला आएर सघाए हुन्छ नि। तिमीले गर्दा नै मैले सफलता हासिल गरेँ, त्यसको लागि धेरै धेरै धन्यवाद। त्यसमा धन्यवाद दिनुपर्ने नै के नै छ र? दिक्षिका, खाऊ न, त्यो सेलाइसक्यो। ए ल हुन्छ। वाउ, अब त झनै मिठो बनाउन थालेछ नि, त्यही भएर पो यत्रो बिघ्न ग्राहकहरू आउँदो रहेछ। तिमीलाई मात्रै सुटुक्क मेरो माया पनि मिसाएर दिएको छु नि त। तिमीसँग त कुरा गर्न कसले सक्छ र? अनि आज फाइनेन्समा पैसा कति राख्ने हो र? राख्नुपर्छ 1000 रुपियाँ। ओहो, 1000 रुपियाँ? के हो, व्यापार त निकै चले जस्तो छ नि। म पहिले भन्दा अहिले राम्रै छु। राम्रै हो नि त। व्यापार भएको बेलामा त जम्मा गर्नु पर्यो नि, भोलिको बाटो हेर्नु परेन। अलिकति पैसा जम्मा गरेर
ठुलै होटल खुवाउँ कि जस्तो लागिरहेछ। फेरि गर्ने मान्छे पनि कोही छैन। पहिले चाहिँ बिहे नै गर्नुपर्छ होला कि के छ तिम्रो विचार? अब चाहिँ तिमीलाई आँटायो बिहे गर्ने? बाबाले पनि तिमीलाई भेट्नु मन गर्दै हुनुहुन्थ्यो। ए हो र, ल म भोलि नै आउँछु त्यसो भए त। हुन्छ ल सुबी बस ल, म जान्छु। बस न, भर्खर त रमाइलो कुराहरू हुँदै थियो। होइन सुबी, ढिलो भइसक्यो, धेरै ठाउँ भ्याउनु छ। राम्रोसँग जाऊ है, छाता पनि ल्याएनछौ, कसरी हिँड्छौ? आज छाता ल्याउन भुलेछु। ल सुबी बस ल, बाई बाई। ओके, बाई बाई। ल आयो तातो तातो पकौडा दुनोट खानुस्। ओ भाइ, कता तातो तातो दुनोट पकौडा यता आऊ, खाएर जाऊ। भाग सागर, भाग कर भाग। सिर्जन, भरत खोइ। भरत आउँदैछ, उतैछ। कहाँको जङ्गलतिर जाऊ, छिर। ओइ छिटो आइज न, ओइ छिटो आइज। ओइ पाउन पाक, छिटो पाक। आज पुलिसले मारे भयो यार। छिटो भाग। छिटो आऊ। ल म आउँदैछु। उता हेर्दा के खाता खुसुक गर्दैछ? हो त, अघिदेखि म पनि त्यस्तै सुन्दैछु। बाघ भालु पनि हुन सक्छ यार यत्रो ठुलो जङ्गलमा। हो कि क्या हो? उता हेर्दा बाघ जस्तै छ नि। जस्तै होइन मुला, बाघै हो नि। ला अब के गर्ने हामीहरू? केटा हो, उठ, बाघ आए जस्तो भाग। के भयो? बाघ आए तेरो बाजे भाग। जङ्गल सिकाउनु भयो। छिटाइज।
त साह्रै थाकिसक्यो हो यार म पनि अब हिँड्न सक्दिनँ अघि लडेर खुट्टामा घाउ भयो त साह्रै दुखिरहेछ यार आज जङ्गलको बाटोको पनि 4 दिन भइसक्यो जङ्गल बाहिर निस्क्यो पुलिसको डर जङ्गलमै बस्यो बाघ भालुको डर आफ्नो यहाँ भोकले आन्द्रा सुकिसक्यो यार त्यसले मात्र जङ्गलको माउलाई हेर्नु न मोटै च्वाट्ट काटिदिन्छु तिनीहरूले गर्दा दुःख पाउनु पायो पुलिसले पनि चारैतिरबाट घुमिरहेको छ अब त बाघको गर्ने टुङ्गो पनि छैन मलाई त डर पनि लागिरहेको छ यार हो यार मलाई पनि एकदमै डर लागिरहेको छ के गर्नु त भर विदेश आएर टन्न पैसा कमाउने आशमा आज यो दशा भोगिरहनु परेको छ माथि त पुलिस हामीलाई फलो गर्दै यहाँसम्म आइसकेछ पछि हाम्रो बाघ विवेक ये सागर म मर्न चाहन्न मलाई बचा ए नेपाल आमा नानी जन्मभूमि मलाई बाँच्ने शक्ति देऊ हे आमा अम्मा अम्मा अम्मा
साह्रै थाक्यो एकछिन बसो भाइ नसँग आइज बस साला डाकाहरूले केही नडाकी श्री फ्री पाएर छोरो यार जे देशको जनताहरूलाई त रोजगार रहेनछ साला खातेहरू चोरेर लुटेर खाँदा रहेछन् हामी चाहिँ 1.5 लाख रुपियाँ तिरेर रोजगार गर्नको लागि आएका छौँ कस्तो चाहिँ भिखारी देशमा यहाँ चाहिँ यार रोजगार गर्न त्यही त यार ल जमजम फेरि अहिले अर्को चोर आइलाग्छ त्यही त जमजम उठ्न हिँड्छौँ कस्तो यार छ हे भगवान ओ सागर हेर्छ त्यो दाइ त नेपाली नै देखिन्छ त हो कि क्या हो जाउँ त सोधौँ होइन रहेछ भने मार्छ नि फेरि जाउँ न जाउँ सोधौँ डाइरेक्ट कसले सोध्छ त यसो गफ गरे जस्तो गर्नुपर्छ नेपाली रहेछ भने बोल्छ होइन रहेछ भने कुरो भन्दैन चुप लागेको छ जाउँ न त ओइ विवेक हिजो नेपालमा ठुलो भुइँचालो गएछ नि हेर त हो र यार ए हो र भाइ केही क्षति भएछ कि भएन ए दाइ पनि नेपालीको हुनु हुँदो